हेलो एभ्रिवान, नमस्ते। आज हाम्रो अनरेबल प्राइम मिनिस्टर बालन शाहज्यूले शपथ ग्रहण गर्नुभयो। टिभीमा हेरेँ, धेरै खुसी लाग्यो। अनि यसैमा मैले 2-4 वटा कुरा सेयर गर्नु मन लाग्यो। हुन त म यसरी बोल्ने मान्छे होइन, तर पनि हाम्रो जति पनि अहिले नवनिर्वाचित लिडर्सहरू हुनुहुन्छ नि, उहाँहरूलाई प्लिज हामी सबैजनाले एउटा काम गर्ने स्पेस दिउँ। झट्टै जज नगरिहालौँ, झट्टै क्रिटिसाइज नगरिहालौँ है। किनभने हाम्रो यो नेपालीहरूको पुरानो एउटा बानी छ नि, धेरै जसो खुट्टा तान्ने, एकअर्कालाई खसाल्न खोज्ने, रिस गर्ने, ईर्ष्या गर्ने है। त्यो बानी चाहिँ हामीले हटाउनै पर्छ। हामीले पक्कै पनि नयाँ नेपाल चाहने हो भने परिवर्तन हामीले आफैबाट ल्याउनुपर्छ, त्यो ल्याउनै पर्छ। एक लिडरले, केही व्यक्तिले एउटा देशभरि परिवर्तन ल्याउन सक्दैन, पोसिबल छैन है। जबसम्म हामी आफैले आफूलाई चेन्ज गर्दैन भने त्यसैले हामी सबैले उहाँहरूलाई सपोर्ट गरौँ, एउटा पोजिटिभ सपोर्ट दिउँ, उहाँहरूलाई एउटा काम गर्ने इन्भाइरोमेन्ट बनाऊ। अनफर्चुनेटली जति पनि यो दिन प्रतिदिन बढ्दै गएको भ्रष्टाचारी, दिन प्रतिदिन बढ्दै गएको यो घुस खाने बानी, त्यसले गर्दाखेरि हाम्रो यो जेन्जी प्रोटेस्टको दिन सम्म हामीले देख्नु पर्यो। अनि अनफर्चुनेटली धेरैजना जेन्जिजहरूको भेरी अनफर्चुनेटली लाइफ गुमाउनु पर्यो है। अनि आज मैले हाम्रो नयाँ प्राइम मिनिस्टरले शपथ ग्रहण गरेको हेर्दाखेरि मलाई अलिकति इमोसनल फिल आयो। मैले उहाँहरूको पेरेन्ट्सहरूलाई सम्झेँ, उहाँहरूलाई कति कस्तो फिल भयो होला कि है। सो अहिले हामीले एउटा पार्टी, एउटा 1-2वटा समाज, आफ्नो आफ्नो समाजको लागि होइन कि एउटा सिङ्गो नेपालको लागि सोच्ने समय आएको छ, युनिटी हुने समय आएको छ। अहिले हाम्रो प्राइम मिनिस्टरबाट हामीले अहिलेसम्म जति पनि सिक्यौँ अथवा देख्यौँ, थोरै बोलौँ, धेरै काम गरौँ है। सो अब हामी पनि त्यो बाटोमा लाग्ने बेला आएको छ। हिजोभन्दा आज मेहनत गरौँ, हिजोभन्दा आज एउटा सचेत नागरिक बनाऊ, एउटा रेस्पोन्सिबल सिटिजन नेपालको बनाऊ। मैले त्यति भन्न मात्रै चाहेँ। हाम्रो नयाँ प्राइम मिनिस्टर बालन शाहज्यू र जति पनि नयाँ लिडर्सहरू हुनुहुन्छ, हाम्रो न्यू गभर्मेन्टको नयाँ कार्यकालको लागि धेरै धेरै शुभकामना। एन्ड लेट्स होप एन्ड प्रे फर ब्युटिफुल नेपाल, त्यति भन्न चाहेँ मैले। जय नेपाल, नमस्ते।